नमस्ते, म चाहिँ गेमिङ टुर्नामेन्ट नेपालको म्यानेजमेन्ट टिमबाट जति पनि हाम्रो प्लेयर हुनुहुन्छ, फ्री फायर प्लेयर हुनुहुन्छ, उहाँहरूलाई पक्कै पनि हाम्रो यो हुन लागेको टुर्नामेन्टको बारेमा धेरै कुराहरू बुझ्न मन लाग्यो होला हैन। कतिपय मान्छेहरू कन्फ्युज पनि हुनुहुन्छ। सो आज चाहिँ म यही टुर्नामेन्टको इन्फर्मेसन र डिटेलहरू दिनको लागि चाहिँ यो भिडियो हामीले बनाउँदैछौँ। सो यो टुर्नामेन्ट स्टार्ट हुन्छ हाम्रो मङ्सिर 1 गतेबाट स्टार्ट हुन्छ। अब लगभग हजुरसँग चाहिँ 15 देखि 14-15 दिन छ हजुरसँग। सो हामीले यो टुर्नामेन्ट राख्नुको चाहिँ मेन थिम चाहिँ के रहेको छ भने फ्री फायर जे पनि हाम्रो नेपालमा स्पोर्ट छ, फ्री फायरदेखि लिएर पब्जीदेखि लिएर जो पनि एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ, हजुरहरू ई स्पोर्टमा एकदमै इन्ट्रेस्टेड हुनुहुन्छ भने हजुरको लागि पनि अनि यो जुन गेमिङ कम्युनिटीलाई पनि एकदमै राम्रो हुन्छ भनेर हामीले एउटा सानोतिनो टुर्नामेन्ट भए पनि स्टार्ट गरौँ भनेर हामीले सोचिरहेका छौँ। सो यो चाहिँ कस्तो रहेको छ, यो फर्मेटली म भनिदिन्छु हजुरलाई सबैलाई। अनि एउटा कुरा, फर्स्ट अफ अल चाहिँ इफ हजुरले चाहिँ सब्सक्राइब गर्न बिर्सिनु भएको छ भने प्लिज गएर अहिले नै सब्सक्राइब बटन चाहिँ दाब्नु होला, किनभने यो टुर्नामेन्ट चाहिँ हाम्रो हरेक महिनामा स्टार्ट हुन्छ। सो यो चाहिँ भनेको हाम्रो स्टार्टिङ फेज रहेको छ। टुर्नामेन्टको फर्मेटको बारेमा अब जाउँ। यो चाहिँ मङ्सिर 1 गतेबाट यो टुर्नामेन्ट एकदमै स्टार्ट हुन्छ। सो हजुरले यदि यो फ्री फायर चाहिँ खेल्दै हुनुहुन्छ भने हजुरको लागि चाहिँ एकदमै राम्रो आवश्यक रूपमा लिनु होला। इभन हजुरले चाहे राम्रो खेल्नुहुन्छ चाहे नराम्रो खेल्नुहुन्छ, त्यो आफ्नो बातको कुरा भइ नै हाल्यो, तर पनि जुनै पनि टुर्नामेन्टमा यदि भाग लिनुभयो भने हजुरको गेमिङ अझ सार्प पनि एकदमै राम्रो पनि हुन्छ। एउटा एक्सपिरियन्सको लागि भए पनि टुर्नामेन्टमा चाहिँ हजुर पार्टिसिपेट हुनुहोस् भन्न चाहन्छु म चाहिँ। सो अब फर्मेटली कुरा गर्नुहुन्छ भने हाम्रो चाहिँ टिम वाइज है, हाम्रो 1 महिनाको यो चाहिँ हाम्रो यो जुन पनि टुर्नामेन्ट हुन्छ यो चाहिँ स्टार्टिङ भनेको 1 महिना लाग्छ यसको लागि चाहिँ हैन। पहिलो हप्ता जस्तै हाम्रो जो पनि रजिस्टर गर्नुहुन्छ प्लेयरहरू, कुनै पनि गिल्ड भनौँ या त स्क्वाड भनौँ हैन, स्क्वाड भनौँ, जो पनि हाम्रो पार्टिसिपेट गर्नुहुन्छ त्यसमध्ये पहिलो हप्ता चाहिँ 12 जना टिमहरू खेल्नुहुन्छ है। 12 जना टिमहरू खेल्नुहुन्छ अनि दोस्रो हप्ता फेरि पनि 12 जना टिमहरू खेल्नुहुन्छ, तेस्रो हप्ता पनि 12 जना टिमहरू खेल्नुहुन्छ, चौथो हप्ता पनि 12 जना टिम खेल्नुहुन्छ। सो यो 4 हप्ता 28 दिन रहेको छ। यो 28 दिनमा चाहिँ 12 टिमहरूले चाहिँ खेल्नुहुन्छ सबै यो गेम चाहिँ। 12 टिमबाट टप 3 जस्तै ग्रुप ए बाट टप 3, ग्रुप बी बाट, ग्रुप सी बाट, ग्रुप डी बाट टप 3 गरेर चाहिँ 12 जना प्लेयर फेरि बच्छौँ है त। सो 28 डेज भयो भने 29 अनि 30, सो 1 महिना बीचमा चाहिँ 2 दिन पछि चाहिँ हाम्रो हुनेछ ग्रान्ड फिनाले हैन। अनि हाम्रो ग्रान्ड फिनालेमा चाहिँ 3 गरेर 4वटा ग्रुपबाट टप 3 भएर 12 जना टिमहरूले चाहिँ ग्रान्ड फिनालेमा भाग लिनुहुन्छ है त। यतिसम्म चाहिँ हजुरले बुझ्नुभयो होला। ओके, जति पनि हाम्रो टप 4 एमभीपीजहरू हुनुहुन्छ उहाँहरूको लागि चाहिँ मैले अघि पनि भनेको जस्तै क्लास स्क्वाड गेम चाहिँ हुन्छ है। उहाँको 1v1 हामीले गराउनेछौँ। एमभीपी जो पनि हाइएस्ट किलर, जसले पनि हाइएस्ट किल गर्नुहुन्छ उहाँले एमभीपी आफ्नो 2000 प्राइज चाहिँ डेफिनेटली पाइ नै हाल्नुहुन्छ भने जो पनि यदि हाम्रो यो क्लास स्क्वाडमा जो पनि विनर हुन्छ, जसले पनि जित्छ उसको लागि चाहिँ हामीले टोटल्ली 500 चाहिँ हामीले उहाँहरूलाई भनेर छुट्याइराखेका छौँ है। किनभने अब जो पनि टप 4 हाम्रो फ्र्यागरहरू भनौँ चाहे एमभीपीहरू भनौँ उहाँहरूको फाइट हेर्नको लागि हामीलाई पनि एकदमै रमाइलो हुनेछ। द्याट्स वाइ हामीले चाहिँ यो क्लास स्क्वाड गेम राखिएको हो है त। अर्को कुरा चाहिँ ओके, सो हजुरहरू चाहिँ रजिस्ट्रेसनको लागि पक्कै पनि कन्फ्युज हुनुहुन्छ होला। सो रजिस्ट्रेसनको बारेमा चाहिँ हल्का इन्फर्मेसन म यहाँ पनि दिइदिन्छु। हुन त हाम्रो फेसबुक पेजहरूमा पनि इन्स्टाग्राम पेजहरूमा पनि सबै हामीले क्याप्सनमा मेन्सन गरेको छौँ, तर पनि हजुरलाई चाहिँ एकदमै सजिलोको लागि मैले नै यही भनिदिन्छु है त। रजिस्ट्रेसनको लागि हाम्रो पर एउटा प्लेयरको हामीले 100 भनेर अनि टोटल स्क्वाड हुनेछ हजुर भनेपछि 400 हजुरको छ। एकदमै धेरै रजिस्ट्रेसनको लागि एकदमै धेरै फी पनि हामीले राखेको छैनौँ होइन, धेरै चार्ज हामीले गरेको छैनौँ। किनभने अब हजुर बाहिर घुम्दै जाँदा पनि 100 रुपियाँ त जहाँ पनि सकिनै हाल्छ। एउटा कुरा, हजुरले चाहिँ यो गेम यदि टुर्नामेन्टमा भाग लिनुभयो भने हजुरको एक्सपिरियन्स पनि भयो। भोलिका दिनमा हजुर यहाँ मात्रै नभएर बाहिर खेल्ने अवसर पनि भयो भने हजुरलाई चाहिँ एक्सपिरियन्सको लागि पनि एकदमै राम्रो भयो होइन। टुर्नामेन्टमा भाग लिनुभयो भने अर्को कुरा चाहिँ हजुरको प्राइज पुल पनि हामीले एकदमै राम्रो राखेका छौँ। सो ओभरअल हजुरलाई केही पनि यसमा चाहिँ केही पनि घाटा लाग्नेवाला चाहिँ छैन है, क्लियर चाहिँ त्यो हुनु होला। सो रजिस्ट्रेसनको लागि हाम्रो फेसबुक पेजमा हामीले व्हाट्सएप लिङ्क गरेको छौँ। सो व्हाट्सएपमा गएर हजुरले हाम्रो एकजना सर हुनुहुन्छ उहाँलाई चाहिँ डाइरेक्ट म्यासेज गर्न सक्नुहुन्छ। त्यहाँ हामीले व्हाट्सएप लिङ्क राखिदिएको छौँ। सो मैले पनि यहाँ भनिदिइहालेँ, उहाँलाई चाहिँ म्यासेज गरेर हजुरले रजिस्ट्रेसनको लागि छिटोभन्दा छिटो, किनभने आज लगभग 18 गते भइसक्यो है। हाम्रो रजिस्ट्रेसन हुने भनेको लगभग 25-26 सम्म मात्रै हाम्रो रजिस्ट्रेसन हुन्छ।
त्यो भएर एज सुन एज पोसिबल, किनभने धेरैजनाले स्लट लिइसक्नु भएको छ, त्यो भएर पनि हजुर त्यसमा चाहिँ नछुट्नु अनि हजुरको एक्सपिरियन्स पनि नछुटोस् भन्ने हामी चाहन्छौँ है त। अनि त्यो भन्दा भन्दै अर्को कुरा चाहिँ मेन, अब हामीले स्टार्ट भर्खर इनिसियल फेजबाट स्टार्ट गरेको हजुरलाई यो हेल्प गर्नको लागि, हाम्रो यो गेमिङ कम्युनिटीलाई हेल्प गर्नको लागि हामीले अगाडि बढ्दैछौँ। त्यो भएर हाम्रो युट्युबलाई चाहिँ हजुरहरूले नै अगाडि बढाउने, युट्युब च्यानल सब्सक्राइब गरिदिनुहोस्, आफ्नो जति पनि फ्यामिली र हाम्रो फ्री फायर प्लेयर जति पनि हजुरले चिनेको साथीहरू हुनुहुन्छ उहाँलाई चाहिँ सेयर गरिदिनुहोस् होइन, हाम्रो युट्युबको च्यानलहरू सेयर गरिदिनुहोस्, इन्स्टाग्राम भयो, फेसबुक भयो, हाम्रो टिकटकहरूदेखि लिएर हरेक कुरा सेयर पनि गरिदिनुहोस्। अनि हाइएस्ट यदि हजुरको लाइक अनि हाइएस्ट सब्सक्राइबर हामीले यो रेकर्डमा हेर्छौँ, हाइएस्ट सब्सक्राइबर हजुरको छ र हाइएस्ट यदि लाइकहरू भयो अनि सेयरहरू हजुरले एकदमै धेरै रूपमा गर्नुभएको छ भने हजुरको लागि भनेर पनि हामीले एउटा प्राइस छुट्याएको छौँ, एउटा अमाउन्ट छुट्याएको छौँ। सो ओभरअल यही नै हो। यदि केही बुझ्न मन छ अझै पनि, यदि बुझ्नु भएको छैन भने हजुरले पक्कै पनि हाम्रो वाट्सएप लिङ्क मैले अघि नै भनिसकेँ, वाट्सएप लिङ्क हजुरले त्यसमा गएर इन्फर्मेसन हजुरले अझ डिटेल राम्रो रूपमा लिन सक्नुहुन्छ। सायद यो भिडियोले हजुरलाई अझ पनि बढी हेल्प गरे होला जस्तो लाग्छ। सो डोन्ट मिस, एकदमै राम्रो अपर्च्युनिटी छ। अल द बेस्ट भन्न चाहन्छु जो पनि हामीसँग जोडिनुहुन्छ, जो पनि हाम्रो युट्युबमा यदि फेसबुकमा इन्स्टाग्राममा जति पनि हाम्रो कम्युनिटीमा हजुर जोडिनुहुन्छ हजुरहरूलाई चाहिँ एकदमै वेलकम भन्न चाहन्छु। अनि अल द बेस्ट, फ्री फायरमा एकदमै राम्रो गर्नुहोस् अनि